महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। दुर्वी पूर्वी प्रेम कृपा जयाची सर्वांगी सुंदर उदिशेंदुराची कंठी झळके माळ मुक्ता फळाची जय देव जय देव जय देव जय देव जय मंगल मूर्ती हो श्री मंगल मूर्ती दर्शन मात्रे मन कामना पूर्ती जय देव हो गजानन हो सर्वतमन बापा तेरे नाम दिल मैंने है किया बापा हर पल में मैंने तुझे है जिया बापा मेरा साथ जो तूने है दिया बापा तेरी करुणा में जग जी लिया रत्ना खजिता फारा तुझ गौरी कुमरा चंदनाची उठी कुंकुम केशरा हिरे जळत मुकुट शोभा तो बरा रुजतीनो पुरे चरणी घागरिया जय देव जय देव जय देव जय देव जय मंगल मूर्ती हो श्री मंगल मूर्ती दर्शन मात्रे मन कामना पूर्ती जय देव जय देव तेरी ही तो माया सब मेरी खातिर तू ही लाया इस धरती का तू जो दाता इसे संवारूंगा है ये वादा लंबोदर पीतांबर परिवर वंदना सरल सुंदर वक्र तुंड त्रिनयना रामाचा मंडपा हे सदना संकटी पावावे निर्वाणी रक्षावे सुरवर वंदना जय देव जय मंगल मूर्ती हो श्री मंगल मूर्ती दर्शन मात्रे माना कामना पूर्ती जय देव 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 गोत्राणाम अस्मत् माद्री पितामही परपितामही नाम हिमकली तुलसी यदि पुग्छ नि तिनले बनाइदिनुस् जति पुग्छ तिनले बनाइदिनुस् उयो सिधा सिधा नानी पण्डितलाई भन्नुहोस् त यत कृतम जे गरियो तत् सुकृतमस्तु तो सुकृत होस् यन्न कृतम जुन गर्छु भन्दा पनि गर्न सकिएन तद विष्णु प्रसादात त्यो कुरा विष्णु भगवानको प्रसादबाट र ब्राह्मणको वचनबाट
सर्वम परिपूर्णमस्तु सर्वै परिपूर्ण होस् भन्नु है। अस्मिन् समय विष्णु प्रसीदतु विष्णु भगवानलाई सम्झँदै फुल अर्पण गर्नुहोस्। अब त्यो करोमि यद्यत् सकलं परस्मै नारायणाय समर्पयेत् ल अब फेरि टिको लगाउँ है त। धतुरो खाएर भस्म लगाउने हातमा त्रिशूल शिरमा गङ्गा कति सुहाउने। हे भोलेनाथ तिमी दयाका खानी भक्तका दुःखलाई हर्छौ आफ्नै दुःख माने। शङ्कर भोले बम 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 शङ्कर भोले बम 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 दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न पशुपति जाऊ। शङ्कर भोले बम 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 शङ्कर भोले बम 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 दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न पशुपति जाऊ। बागमती तीरमा शिवको धाम बागमती तीरमा शिवको धाम पशुपतिनाथ आहै क्या राम्रो नाम। बेलपत्र लिएर दर्शनलाई जाऊ भोग लगाएर प्रसाद खाऊ बम 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 बम। हे शङ्कर भोले बम 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 शङ्कर भोले बम 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 दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न पशुपति जाऊ। हरिहर मन्दिर देवो घाटैमा हरिहर मन्दिर देवो घाटैमा नमः शिवाय जपी जाउँ है बाटैमा। शिवजीको धाम सङ्गमतिर इच्छा पुरा हुन्छन् मान है पीरा बम 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 बम। हे शङ्कर भोले बम 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 शङ्कर भोले बम 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 दर्शन गर्न देवघाट जाऊ दर्शन गर्न देवघाट। ओम गणानान्त्वा गणपतिगं हवामहे प्रियान्तां प्रियपतिगं हवामहे। पुष्पाणि समर्पयामि। ल गणेशजीमा अर्पण गर्नु डुगो र रातो फुल गणेशजीमा अर्पण गर्नु। अब सूर्य आमाले सूर्य नारायण हुनुहुन्छ देखाइदिनुहोस् त पञ्चाङ्ग बुझिरहनु भएको जान्नु भएको छ। अब सूर्य भगवान है हेर्नुहोस् त उहाँले चिनाइदिनुहुन्छ है। अब सूर्य भगवानको पूजा गर्नु। प्रसीद विश्वेवर्धनवर्धयन् आवत्सेन करुणे दिव्यै नमः सर्वोपचारार्थे सन्नासित पुष्पाणि समर्पयामि। अब विष्णु भगवानलाई अक्षता नपार्नु होला है। चक्रभागा विष्णु भगवान अक्षता नपार्नु होला। जौतिनले पूजा गर्नु होला है। तुलसी पत्र जौतिनले पूजा गर्नुहोस् है विष्णु भगवानलाई। ओम विष्णवे नमः ओम मधुसूदनाय। अब हातमा खोलिनुहोस् त। जनम लब्धम निर्शुभारताजिरे मुकुन्दस्य सन्न्यस्य संयन्त्यवयं पदमहरे।
ओम नमः पार्वती पतये हर 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 महादेव शंभो काशी विश्वनाथ गंगे ओम भूर्भुवस्सुः श्री भगवते सांब सदाशिवाय नमः सर्वोपचारार्थे गन्धाक्षत पुष्पाणि समर्पयामि शिवाजी महाराज ओम श्री पांचायतनेभ्यो नमः पांचन देवको जय सूर्य जय जय हरि हर जय सूर्य जय लंबोदर जय सूर्य जय जय हरि हर जय सूर्य जय लंबोदर जी को सूर्य नारायण भगवान परमात्मा को दुर्गा भवानी को लक्ष्मी नारायण भगवान परमात्मा को सांब सदाशिव जी को वर्ताजन का कुलपितृहरू को वैदिक सत्य सनातन धर्म को वैदिक सत्य सनातन धर्म को वैदिक सत्य सनातन धर्म को दक्षिणा परिसक्यो अब ठिकै छ नपरेर आश्रम समर्पयामि तुलसी क्षमस्व नमस्करोमि एउटा फल राखिदिनुहोस् एउटा दक्षिणा राखिदिनुहोस् बाबा आशीर्वाद बाबा इन्द्रादि दश दिक्पालेभ्यो नमः टुक्रो आसन म पश्चिमे वर्णाय नमः भो वर्ण यागच्छ यद्यशम अभुजां पिराण याव पूजां करोमि तावतां सुस्थिरा सुप्रसन्न वरदो बाबा आसनं बाध्यम अर्घ्यम आत्मने फल राखिदिनुहोस् फुलको माला त्यो तिम्रो गलामा मोहनी पो छ कि त्यो रूपमा फुलको माला त्यो तिम्रो गलामा मोहनी पो छ कि त्यो रूपमा घुङ्रिएको बाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल वृन्दावनको कुञ्जवनमा गाई चराउने हातमा बन्सी शिरमा मुकुट अति सुहाउने वृन्दावनको कुञ्जवनमा गाई चराउने हातमा बन्सी शिरमा मुकुट अति सुहाउने आउन कृष्णजी हामीलाई सुनाइदेऊ तिम्रो बाँसुरी हामीलाई सुनाइदेऊ तिम्रो बाँसुरी फुलको माला त्यो तिम्रो गलामा मोहनी पो छ कि त्यो रूपमा घुम्रिएको बाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल सपत्नी डमकुमारी देवी सज्येष्ठ पुत्र महाशर्मा तत्पत्नी कला देवी समध्यम पुत्र तोयनारायण शर्मा तत्पत्नी चुना देवी कनिष्ठ पुत्र कृष्ण प्रसाद शर्मा तत्पत्नी गोमा देवी प्रपौत्र फणीन्द्र शर्मा तत्पत्नी प्रियंका देवी तथा च नोदराज युवराज रेखा वेदप्रसाद ज्ञानकुमारी नोना सहिता वयम् मम अस्मिन् मूलरूपेण चूडोपनयन वेदारम्भ समावर्तन कर्मणि तदङ्गतया लघुरुद्राभिषेक कर्मणि तदङ्गतया महावर्ती पूजन प्रज्वलन तथा च जीववर्ती पूजन प्रज्वलन तथा च लक्ष्यवर्ती पूजन प्रज्वलन कर्मणि समस्त दोष ग्रह जनित दोषोपशमनपूर्वकं सांब सदाशिव प्रसादात् सर्वाभ्युदय प्राप्तये सांब सदाशिव पूजन पूर्वकं सांब सदाशिवोपरि लिंगोपरि अविच्छिन्न जल दुग्धादि धारया बहु ब्राह्मण द्वारा रुद्राभिषेक कर्म कर्तुं तथा पूर्व संकल्पित सकल कर्म कर्तुं नाना नाना नाम गोत्रान् नाना नाना शर्मणो ब्राह्मणान् एवि चन्दन गन्ध पुष्पाक्षेत ताम्बूल यज्ञोपवीत फल वस्त्रा द्रव्यादिवि युष्मान् वयं वृणमहे
तत् श्रीकृष्णार्पणमस्तु। ब्राह्मणः ल भनिदिनुहोस् त ओम मृतास्मा ल भान्जा कता जानुभयो ओम परमात्मने प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः। ओम आब्रह्मन् ब्राह्मण ब्रह्मरदसि जायतान्महाराज्ञे राजन्यः शोर एकभ्यो दिव्याधि महासवेयो जुवास यजमानस्य। यो हात धुनुलाई फेरि भगवानको सेवा गर्दा थाली थाली समाउनुहोस् है गुड्डी देवीमा सर्ट पूजा गर्नुहोस् त हात धुनुहोस् है। वारुण्यं केशवौ रक्षेत् वायव्यं मधुसूदन उत्तरे श्रीधरौ रक्षेत् ईशान्यं तु गदाधरं ऊर्ध्वो गोवर्धनौ रक्षेत् अधस्तात् इदमहन्तं बलगं मुच्चिरामि यं जन्मे यमसदातो निचखानोत्कृतं किरामि। रसातल पाताल लोकेभ्यो नमः। अब पार्षदहरूको भगवानका पार्षदहरूको पूजा गरिन्छ है हामीले त्यहीबाट पूजा गर्नुहोस्। मैले यहाँ वचन भन्छु नन्दीश्वर पूजनम। अब शिवजीको आह्वान भएर लघुरुद्री कर्म हुँदाखेरि हामीले नन्दीश्वर भगवानलाई पूजा गर्नु पर्यो। असवे स्वाहा वसवे स्वाहा विभोवे स्वाहा विवसोते स्वाहा गणश्री स्वाहा गणपतये स्वाहा विभोवे स्वाहा अधिपतये स्वाहा सुसये स्वाहा समर्पयामि। त्यहाँ अब हो त नागलाई पूजा गरेको पनि त्यही शिवजीको नजिक लगाएर राखिदिनु। ओम भूर्भुवः श्री सर्पेभ्यो नमः सर्वोपचारार्थे गन्धाक्षत पुष्पाणि समर्पयामि। वनस्पतिरस दिव्यो गन्धाढ्यो गन्धोत्तमम् आग्नेयं सर्वदेवानां धूपोऽयं परतिरेताम्। हरेः आत्मा चन्द्रमा मानसया ततश्चकचो सौर्यो अजायत श्रोत्राद्वायस्ताप्राणस्तामुखा नगमीराजाय दीपं गृहाण देवेश त्रैलोक्यतिमिरापहं धूपम् आग्रापयामः प्रत्यक्ष दीपं सन्दर्शयामः। हस्तौ प्रक्षाल्य हात धोएर अब नैवेद्य लाउनु पर्यो। मन्त्रेण सम्प्रोक्ष्य यत्र उन्मिल्य भनेको संस्कृत आँखा चिम्लनी ओम प्राणाय स्वाहा स्वर्गे लोके विशति बुबुधे यज्ञपदसोरजे जय जय बुवाले 15 पटक ओम जप्नुहोस् त। ओम 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 भन्दै जानुहोस् त 15 पटक। वक्रावत्साधनानशने अभि ततो विराड जायत विराजो अधिपुरुषः सदातो अतरिसंस्थाश्चक्रे वायव्यानारण्या ग्राम्यास्तजे अस्मादस्वा अजायन्त जे कैचो भयादतः
गावो हजगिरे तस्मात् जाता अजावयः अजावयः तं जगं प्रेखि प्रौषन् पुरुगन् जातमग्रतः तेन देवा अयजन्त साध्यारिकजसरे यत्पुरुगं ददतुः कदिदा व्यकल्पयन्नः मुखं कोइला हामी गर्नुहुन्थ्यो कोइला छैन शोद्र अजायत वनस्पति दिव्यो गन्धाढ्यो गन्ध उत्तम आग्रेयं सर्वदेवानां धुकोयं प्रतिगृहताम्। अब जति बाल्नु घिउमा मरेको बत्ती बाल्नु धूपम आग्रापयाम दीपम सन्दर्शयाम। अब नैवेद्य सर्वगणको स्वस्थ हे आत्मशनि प्रजा शनि आरतिकं समर्पयामः श्री लक्ष्मीनारायणाभ्यां नमो नमः। पूजयामि नमस्करोमि प्रणमामि मुहुर्मुहुः पूजितोऽसि क्षमस्व परमेश्वरः। भनेको परमेश्वर परमेश्वरी ओम नमो भगवते वासुदेवाय नमः शिवाय नमः शिवाय मंत्र बात है नमः शिवाय नमः शिवाय ओम नमो बाँधेर है
तिलको तेलमा बालिएको छ कि होइन हजुर सूर्यमुखी हरिओम तत्सत् हरिओम तत्सत् हरिओम तम विष्णु 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 श्रीमद् भागवत महापुरुषस्य विष्णु राज्ञ प्रबन्ध मानस पशुपति क्षेत्राद पश्चिम दिग्भागे भागीरथी गंगाया उत्तर नगरपालिका अष्टम खण्डे के पद्मनाभी कृष्णप्रसाद शर्मा तत्पत्नी गोमादेवी सपौत्र फणीन्द्र शर्मा
राधे श्याम राधे श्याम रुद्रवेणी धाम को, देवघाट धाम को, त्रिवेणी धाम को, चतरा धाम को, जनकपुर धाम को, सत्य सनातन वैदिक धर्म को, पाल्पा भैरव बाबा को, बुटवल सिद्ध बाबा को, प्युठान स्वर्गद्वारी प्रभु को, सत्य सनातन वैदिक धर्म को, कोटिया माई को, बैठी माई को, महल पोखरी देवी को, काठमाडौँ गुहेश्वरी भगवती को, पाथीभरा माता को, बड़ी माई को, तुलसा महारानी को, हरिकी पटरानी को, एकादशी माता को, देवी देउरालीहरू को, भूमि भायरहरू को, जलका देवताहरू को, फलका देवताहरू को, आकाशका देवताहरू को, लक्षवर्ती महायज्ञ को, आवाहित स्थापित पूजित 33 कोटी देवी देवताहरू को, आजको आनन्दको कौरण्य गोत्रका पितृहरूको, कौरण्य गोत्रका पितृहरूको, आफ्ना आफ्ना गोत्रका पितृहरूको, आफ्ना आफ्ना गुरुजी महाराजको, सत्य सनातन आजका कर्ता कर्तनीहरूको, आगन्तुक मान्यजन पाहुना पाछा अतिथिगणहरूको,
वरणीय ब्राह्मण देवताहरूको हर 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 महादेव पूजा रामकाई राजन रामकाई पूजा रामकाई भजन रामकाई भजन रामकाई पूजा पूजा रामकाई प्रसाद शर्मा सपत्नी डम कुमारी देवी नारायण शर्मा तत्पत्नी चुना देवी कानमा तथा रजो बसाय ज्ञानत्व ज्ञानत्व वैकुण्ठ कल्पोक्त समस्त युक्त दीपवर्ती नमः शिवाय नमः शिवाय नमः शिवाय ओम नमो भगवते वासुदेवाय नमः शिवाय सज्येष्ठ पुत्र शर्मा तत्पत्नी चुना देवी सकनिष्ठ पुत्र कृष्ण शर्मा तत्पत्नी गोमा देवी सपौत्र फणीन्द्र नमः शिवाय नमः शिवाय ओम नमो भगवते वासुदेवाय नमः शिवाय नमः शिवाय ओम नमो भगवते वासुदेवाय गोविन्द गोविन्द गोपाला भज गोविन्द गोविन्द गोपाला भज गोविन्द गोविन्द गोपाला इन्द्रादि दश दिक्पाले बेडमा भो इन्द्रादि दश दिक्पालाः ये आगच्छन्तु ये तिष्ठन्तु मह पूजां नमस्कारोमि या दक्षिणे यजुर्वेदायनमः भो यजुर्वेदायागच्छति तिष्ठमः पूजां करोमि पश्चिमे साम्यदायनमः भो साम्यदायागच्छति तिष्ठमः पूजां करोमि उत्तरे अब यसो शङ्ख घण्ट पूजा गर्नुहोस् त ल शङ्ख घण्ट पूजा गर्नुहोस् त
संघगंड ओम संघगंधम वरुणम संजयगतम ऋषि प्रजापति विद्याग्रे गंगाचल अब घंटी को पूजा करने जाएगा मातुम देवानम कमलनाथम पुराणनाथम प्रभुवेश पश्चात गंगा प्रभु जय नारायण माय यजुर्वेदाय नमः पूर्ण समीपे सूर्याय नमः अंगारकाय नमः द्वारकलशे धराय नमः पश्चिम द्वार में अब पश्चिम घंटी को लगामा ओम पांच गंगा ये विद्वाय पावनाय विमय तन्नो देवी नाम नवग्रहानाम आवाहित संपूर्ण देवानाम आवाहित ला दुर्गाग्रसरावत ज्योति डाल्नु हरिशंकरी प्रस्ताव तुलसी का दल राख्ने विद्येश्वरं नमस्कृत्य रामानंदं गुरुं परम आचार्यं शंकराचार्यं प्रणमामि पुनः पुनः पठामि संस्कृतं नित्यं वदामि संस्कृतं सदा ध्यायामि संस्कृतं सम्यक् वन्दे संस्कृतमातरम् वन्दे संस्कृतमातरम् वन्दे संस्कृतमातरम् ओम श्री परमात्मने नमः। औडिन्य गोत्रका पितृहरूको आफ्ना गोत्रका पितृहरूको आफ्ना गुरुजी महाराज को आद्य जगत गुरु शंकराचार्य भगवान को धर्म सम्राट करपात्र जी महाराज को देवी देवरानीहरू को भूमि भाइहरू को जय लंबोदर जय गणेश जय गणेश जय गणेश जय जय लंबोदर जय गणेश जय गणेश जय गणेश जय जय लंबोदर जय गणेश। विघ्नहर्ता गणेश जी को अब दूसरो चरण में सूर्य नारायण को कीर्तन कर जाऊं। जय भास्कर जय भास्कर जय जय प्रभाकर जय भास्कर जय भास्कर जय भास्कर जय जय प्रभाकर जय भास्कर जय भास्कर जय भास्कर जय जय प्रभाकर जय भास्कर। श्री सूर्यनारायण को कीर्तन कर जाऊं। जय दुर्गे सुहावाहिनी शरण आयो हमी जानी न जानी जय दुर्गे सुहावाहिनी शरण आयो हमी जानी न जानी जय दुर्गे सुहावाहिनी शरण आयो हमी जानी न जानी। कीर्तन निवेदन कर जाऊं। जय विष्णु जय विष्णु जय जय लक्ष्मीपते जय विष्णु जय विष्णु जय विष्णु जय जय लक्ष्मीपते जय विष्णु जय विष्णु जय विष्णु जय जय लक्ष्मीपते जय विष्णु। हरे भगवान परमात्मा को
देवी देवताहरूको व्रताजनका कुलमित्रीहरूको वैदिक सत्य सनातन धर्मको वैदिक सत्य सनातन धर्मको बाह्य भनेको उता देवीको थाहा पर्छ त्यतापट्टि पश्चिम उत्तरको कुरामा अहम बाह्य अनिलम अमृतम मध्येतम अस्मान्तम शरीरम कर्तो स्वर्गले स्वर्गीयताको स्वरा ईशान भनेको उता कैलाशपट्टि पूर्व र उत्तरको त्यो कुनामा ईशानवासी भनेको दशवासी वसुराय छ अबे अब अन्तर्दान गर्ने यस्तो गर्ने डाइरेक्ट भुक्दा जुठो त्यहाँ थुक जान्छ यस्तो ओम वैश्वानराय विद्महे सप्तजीवाय धीमहि तन्नो मलाई न घरको काम न त चाहियो सम्पत्ति मलाई न घरको काम प्रभुको नाउँमा यो मन अर्पी पहिलामा कता जाम हरि हरि प्रभुको नाउँमा यो मन अर्पी पहिलामा कता जाम माता थियौ हरि हरि जान्छु नि म त पहिला उनै सरस्वती माता थिए सरस्वती माताले एक बिन्तीले सरस्वती माताले एक बिन्तीले भजन कीर्तन गाउँदै हिँड्छु मार्ग दर्शन देऊ हरि हरि भजन कीर्तन गाउँदै हिँड्छु मार्ग दर्शन देऊ
तपदवासना या ब्रह्माच्युत शंकर प्रतिवे देवै सदा वन्दिता पातु सरस्वती भगवती मुनिवृन्द गणेन्द्र समानयुतं तव नौमि सरस्वती पादयुगं तव नौमि सरस्वती पादयुगं हरे ओम ऐके तोर्जित्वा वायवस्तदेवो वा सविता प्रार्पयतु श्रेष्ठतमाय कर्मण्याप्याय इन्द्राय भागं प्रजावतीर्हनमेव आयच्मामवस्ते न ईशतमा संसकुसो ध्रुवा अस्मिन् गोपतश्यातमवीर्जजमानस्य पशुर्पाहि हरे ओम जनम वंदे मुकुंद प्रियम वंदे भक्तजनाश्रयं च वरदं वंदे नमः पार्वती पतये हर 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 महादेव। हरे आमोदिकं सर्वतः कृत्वा चर्च जगसाङ्गलं न आगच्छति पदेवे सतेजुरम् तत्तं ते पठिक्रियताम् ओम भूर्भुवस्वः भगवते शाम्भगदासी सदाशिवाय नमः जगसाक्षिणे श्री दुर्गादेव्यै नमो नमः कृष्णापितसितया देवैषणाटं पठिक्रियताम् ओम दर्शन दे धराय ममर्दे उपलाचना सजानम सिंहो यदि नो पादावे शिशे शब्द हस्ताये राम मधुमक प्रभं परवन्ते दामन्ते विश्वं भुवनमय भजने वन्दने राम ऊदसमे सहस्रमे ये रमनाम इंदासने दरदास हरे ओम अषण्णमिमदन्तयवमिर्या अधोगता हस्तोगत स्वमानवो ओम किरसे समदैवत्यो कुशभूतिवनिर्मितः लाभस्तेषां कुतस्तेषां परादया येषामिन्द्रिवरश्यामो हृदयस्तु जनार्दनः श्री भगवते साम्ब सदाशिवाय नमः लाभान् समर्पयामि
शिवजीलाई दर्शन गर्छु जुम्ला हात गरी शिवजीलाई दर्शन गर्छु जुम्ला हात गरी उनकै भजन भक्ति चलोस् यो जगतै भरि भरदेऊ मनमा उमङ्ग शिव शिरमा गङ्गा 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 भरदेऊ मनमा उमङ्ग हे भगवान शिव शिरमा गङ्गा भरदेऊ मनमा उमङ्ग 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 उमङ्ग हरि हे हिमा शेखर छोचुरोमा कैलाशका बासे हिमा शेखर छोचुरोमा कैलाशका बासे सत्य त्रेता द्वापर काले सधैँ अविनाशी भरदेऊ मनमा उमङ्ग शिव शिरमा गङ्गा 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 भरदेऊ मनमा उमङ्ग हे भगवान शिव शिरमा गङ्गा भरदेऊ मनमा उमङ्ग 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 उमङ्ग हरि हे शिवजीका जप्ने नाम 108 थरीका शिवजीका जप्ने नाम 108 थरीका आदिदेव अधिपति ब्रह्माण्डै भरिका भरदेऊ मनमा उमङ्ग शिव शिरमा गङ्गा 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 भरदेऊ मनमा उमङ्ग हे भगवान शिव शिरमा गङ्गा भरदेऊ मनमा उमङ्ग 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 उमङ्ग हरि हे स्वरूप उनको शिवलिङ्ग सबरी नन्दीमा स्वरूप उनको शिवलिङ्ग सबरी नन्दीमा तिनै लोका छिनमै घुम्ने वायुको गतिमा भरदेऊ मनमा उमङ्ग शिव शिरमा गङ्गा 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 भरदेऊ मनमा उमङ्ग हे भगवान शिव शिरमा गङ्गा भरदेऊ मनमा उमङ्ग शिव शिरमा गङ्गा भरदेऊ
शिरमा गङ्गा लामो जट्टा खरानी घसेका शिरमा गङ्गा लामो जट्टा खरानी घसेका बाघको छाला मात्र बेरी मुसुक्क हाँसेका भरदेऊ मनमा उमङ्ग शिव शिरमा गङ्गा 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 भरदेऊ मनमा उमङ्ग हे भगवान् शिव शिरमा गङ्गा भरदेऊ मनमा उमङ्ग 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 उमङ्ग हे नाङ्गो शरीर नाङ्गाई पाओ त्रिशूल समाएका नाङ्गो शरीर नाङ्गाई पाओ त्रिशूल समाएका बैरागी र साधु वेशमा अति रमाएका भरदेऊ मनमा उमङ्ग शिव शिरमा गङ्गा 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 भरदेऊ मनमा उमङ्ग हे भगवान् शिव शिरमा गङ्गा भरदेऊ मनमा उमङ्ग शिव शिरमा गाईलाई सुने चक्षुले तर्फेता सुने आँखामा सुने श्रोत्रले तर्फेता कानमा सुने आत्माले तर्फेता आत्मामा प्राणले तर्फेता प्राणमा पशुले तर्फेता निधारमा मनसो जातकं सूर्यो अजायत
भवाय च नमः शङ्कराय च मय ॐ स्वाहा हरिः ॐ नमस्ते गिरिसन्दासे श्रीनवदशाचागिरि शाखापधामहे जगानि अहित सर्वं यम्मयतु सर्वादियाभिधान्यो धराति परासुर असौ यथानो अरुणौतमरुहेषु मङ्गलाय जैनगुरुः अभितोदितुताः साधार्य सरितोन्नयादिनः नमस्तु नीलगिरिवाय जात्रापति अटैव महापराता बलमोप विलङ्गन्धाय नमो हिरण्यभावे नमो नमो भिक्षेभ्यो हरिकेशेभ्यो नमो नमो होइन त परिसके घर 3-4 ल फेरि यो यताबाट नसुने पार दिन नदिने भन्नुभयो सर छिटो भनेको भने हो के भाइ भन्नु पर्यो
फोटोहरूको क्यामेरा नाचन भक्त जाना झिलिमिली मन्दिरैमा खुसी भयो मना हरि जप राम भज नाचन भक्त जाना झिलिमिली मन्दिरैमा झिलिमिली मन्दिरैमा खुसी भयो मना हरि जप राम भज नाचन भक्त जाना झिलिमिली मन्दिरैमा खुसी भयो मना हरि जप राम भज नाचन भक्त जाना झिलिमिली मन्दिरैमा Yes,